आज चाहिँ नसुती इटाली र नेपालको म्याच हेरेको होइन। किनकि आज नेपालले जित्नुपर्ने एकदम धेरै इम्पोर्टेन्ट थियो। अनि त्यही भएर पनि म पनि 12 बजी नै उठेर 12:30 बजी नै उठेर नेपालको म्याच हेरेँ। तर नेपालको यही चाहिँ कमजोरी हुन्छ क्या, जहिले पनि नेपालको चाहिँ सानो टिमसँग खेल्दाखेरि आफूभन्दा तल्लो ऱ्याङ्किङको टिमहरूसँग खेल्दाखेरि नेपालको प्रदर्शन चाहिँ धेरै जस्तो यस्तै भएर आएको हुन्छ होइन। अब राम्रो टिमहरूसँग कस्तो राम्रो प्रदर्शन गरिरहेको थियो, योभन्दा अघिल्लो म्याचमा इङ्ल्यान्डसँग पनि राम्रो प्रदर्शन गरिरहेको थियो होइन। धेरै क्रिकेट लभरहरूको अनि धेरै जनताको अनि त्यत्रो धेरै त्यहाँनिर स्टेडियममा पुगेको फ्यान्सहरूको लागि चाहिँ एकदम धेरै निराशाजनक होइन। हामीलाई मोबाइलबाट टिभीबाट हेर्दा त यस्तो कुरा हुन्छ, यस्तो दुःख लाग्छ, झन् स्टेडियममा गएर हेर्ने मान्छेहरूलाई कति धेरै दुःख र पीडा भएको होला होइन। आज नेपालले राम्रो खेल्नु पर्ने थियो, तर अब सोचे जस्तो प्रदर्शन भएन, एकदम धेरै दुःख लागेको छ है। किनकि आज जितेको भए सायद नेपाल सुपर 8मा जाने सम्भावना धेरै थियो। तर यो हारसँगै सायद नेपालको सुपर 8को सम्भावना पनि एकदमै धेरै कम भएको छ र एकदम धेरै दुःख पनि लागेछ। नसुती हेरेको, खेर गयो।